तपाईँको बारे मैले जति पनि बुझेको छु, थोरै बुझेको छु। तपाईँ ताप्लेजुङमा जन्मिनु भयो र अहिले हाल आइकन काठमाडौँमा व्यवस्थित तरिकाले बस्न सफल हुनुभएको व्यक्तित्व भनेर मैले बुझेको छु। त्यसमा अलिकता तपाईँको साइडबाटै ताप्लेजुङदेखि काठमाडौँमा व्यवस्थित हुँदै गर्दाखेरिको सानो यात्रालाई छोटकरीमा भनिदिनुहोस् न साथीभाइहरूलाई। हजुर नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ अधिवक्ता पूर्णप्रसाद पराजुली। मेरो स्थायी ठेगाना जन्मस्थान ताप्लेजुङको तेल्लोक गाविस वडा नम्बर 5, हाल चाहिँ श्रीजङ्गा गाउँपालिका वडा नम्बर 4 हो। मैले चाहिँ आफ्नो विद्यार्थी जीवन मेरो घरदेखि नै बिताएँ। मेरो घरदेखि स्कुल निकै टाढा थियो। मैले स्कुल जानको लागि 1 घन्टा, आउनको लागि 1 घन्टा लाग्थ्यो। मेरो बुवाले चाहिँ एउटा टिचर चाहिँ मेरो घरमै राखिदिनुहुन्थ्यो ताकि छोराछोरीले राम्रो गर्न सकुन्, पढाइ राम्रो गर्न सकुन् भनेर एउटा स्कुल चाहिँ म 5 क्लास पढ्दादेखि नै एउटा स्कुल चाहिँ हरदम मेरो बुवाले चाहिँ घरमै राख्नुहुन्थ्यो। 10 क्लाससम्मलाई टिचर ओके माविकै टिचर राखिदिनु भएको थियो। मैले एसएलसी जुन स्कुलदेखि पढेँ त्यहीँदेखि सुरु सिद्ध्याएँ। अब एसएलसी पास गर्ने बित्तिकै के गरौँ त भन्ने थियो। अब त्यतिखेर हजुरको गाडी पनि हामी यसमा सर मैले रोकेँ। हजुर एउटा मलाई रमाइलो लागेको कुरा चाहिँ हजुर सहर बजारमा त टिचर राख्ने, ट्युसन पढाउने भन्ने त सुनिएको थियो। हजुर अब गाउँघरमा हजुर टिचर राखेर छोराछोरीलाई पढाउने भन्ने कुरा चाहिँ बिरलै सुनिन्छ। हजुर हजुर त्यस्तोमा त हजुरको बुवाले चाहिँ टिचरै राखेर चाहिँ छोराछोरीलाई पढाउने भनिसकेपछि चाहिँ बुवा चाहिँ के गर्नुहुन्थ्यो? बुवा चाहिँ खास व्यवसाय चाहिँ कृषि नै हो। तर बुवाले चाहिँ के गर्नुहुन्थ्यो नि व्यापार व्यवसाय पनि गर्नुहुन्थ्यो। हल्का व्यापार व्यवसाय गर्नुहुन्थ्यो। हाम्रो त्यो अलैँची हुन्छ, अलैँची फल्छ। अनि त्यहाँका जनताहरूलाई चाहिँ चामल लगेर दिने। हाम्रो यहाँ गोपिटार भन्थ्यो त्यतिखेर। गोपिटार भन्ने 5 थर हो। 5 थरसम्म गाडी आउँथ्यो। अनि त्यहाँदेखि ढुवानी गरेर बुवाले चाहिँ चामल दिनुहुन्थ्यो। चामल दिएर पछि अलैँची साट्नुहुन्थ्यो। अनि त्यहाँ हाम्रो अलिकति लेख पर्छ घर पनि। बुवाको चाहिँ पढाइ के हो? पढाइ बुवाको त सामान्य लेखपढ मात्रै हो। ओके, सामान्य लेखपढ भइकन पनि आफैले बिजनेस व्यवसाय शान्तिनो गरिकन छोराछोरीलाई पढाउनुपर्छ भन्ने चाहिँ राम्रो चेत भएको बुवा हुनुहुँदो रहेछ। धेरै राम्रो भएको हो त्यो चाहिँ। ओके, भनेपछि गाउँबाटै तपाईँले एसएलसी सिद्ध्याउनु भयो? गाउँदेखि नै मैले एसएलसी सिद्ध्याएँ। एसएलसी सिद्ध्याएर अब के गर्ने त भन्ने भयो। अब एसएलसी सिद्ध्याएर अब प्रायः जस्तो त्यहाँ गाउँमा त काम भेटिँदैन। हेर्नुहोस्, काम केही पनि हुँदैन। उच्च शिक्षा हासिल गरेर पनि हामी त्यतिखेर ताप्लेजुङमा पनि म 58 सालमा एसएलसी पास भएको। 58 सालमा पनि हजुरको त्यतिखेर त्यहाँ गाउँघरतिर कुनै +2 कलेजहरू थिएनन्। +2 कलेज थिएनन्। हामी आउनु पर्थ्यो इलाम पढ्नको लागि हजुर, कि त सदरमुकाम। सबै प्रायः जो त्यहाँका विद्यार्थीहरू चाहिँ एसएलसी पास गर्ने बित्तिकै इलाम आउने गर्थे। अनि मेरो चाहिँ भाग्य नै भन्नु अब यो मेरो मामा चाहिँ काठमाडौँ हुनुहुन्थ्यो। हेर्नुहोस्, ओके, आफ्नै मामा पहिले उहाँ पनि इलामै बसेर पढ्नुभएको। इलाममा पढेर यहाँ काठमाडौँ आएर बस्नुभएको थियो। त्यतिखेर मामाले पनि घर बनाउनु भएको थिएन। अनि मामा भएको कारणले गर्दाखेरि मलाई यहाँ काठमाडौँ आउनु सजिलो भएन। बुवाले काठमाडौँ पठाउनु भयो मलाई। काठमाडौँ पठाउनु भयो। त्यतिखेर हजुरको +2 भन्ने धेरै प्रचलन थिएन। त्यतिखेर म चाहिँ आइए भन्थ्यो हजुरको। ओके, आइए भन्थ्यो, बिए भन्थ्यो होइन। त्यतिखेर मैले सरस्वती क्याम्पसमा हजुरको आइए पढेँ हजुर। ओके, मैले आर्ट्स लिएर पढेँ आइए। अनि रत्नराज्य क्याम्पसमा ब्याचलर पढेँ। ब्याचलर हजुर, ब्याचलर पढेँ। अनि त्यस पछाडि ब्याचलर 3rd इयर पुगेपछि मैले मामालाई के भने नि अब गाउँघरदेखि पैसा पठाउन, उ गर्नलाई, पढ्न, आफूलाई पकेट खर्च पठाउन धेरै गाह्रो भएनछ मलाई। अनि मैले मामालाई के भने काममा लगाइदिनुहोस् मामा भने मैले। मेरो मामा त इस्टाब्लिस मान्छे, लयर हो, उहाँ त अधिवक्ता हो। अनि उहाँले के भन्नु भने मेरै फर्ममा आएर गरेर भान्जा भन्नुभयो। अनि मैले ल पनि जोइन गरेँ। उहाँले मामालाई सल्लाह सुझाव दिनुभयो, ल पनि जोइन गरेर भान्जा भन्नुभयो। अनि ल पनि जोइन गरेँ। अनि सँगसँगै काम पनि गर्दै गएँ। मैले प्र्याक्टिस पनि गर्दै गरेँ। हजुरको क्याम्पस पनि कलेज पनि पढ्दै गएँ। हेर्नुहोस्, गुड, पढ्दै गएर मलाई चाहिँ सँगसँगै प्र्याक्टिस पनि भयो, पढाइ पनि भइरह्यो। पढाइ पनि भयो हजुर, पढाइ पनि भयो। अनि बिस्तारै अब अलिक सङ्घर्ष त हजुरको यो पेसामा गर्नैपर्छ। हेर्नुहोस्, यो कानुनको क्षेत्रमा आइसकेपछि हजुरको
त्यतिकै पैसा कसैले दिँदैन हेर्नुहोस्, क्लाइन्टलाई रिजाएर काम गरेर कन्भिन्स गराएर हामीले पैसा लिने हो। 4-5 वर्ष चाहिँ हामीले सङ्घर्ष गर्नैपर्छ हजुरको यो कानुन व्यवसाय पेसामा आएर चाहिँ 4-5 वर्ष चाहिँ हामीले स्ट्रगल गर्नैपर्छ। जाने बित्तिकै चाहिँ मलाई 10,000 चाहियो, 50,000 चाहियो, 20,000 चाहियो भनेर हामीले चाहिँ यसरी डिमान्ड गरेर चाहिँ कसैले पनि हजुरको कुनै लयरले पनि दिँदैन हजुरको। भनेपछि हामीले यो पेसामा आएर चाहिँ म नआगन्तुक अलि पढिरहने भाइ बहिनीहरूलाई पनि के भन्छु भने यो पेसामा आएर अलिकति धैर्यता चाहिँ गर्न सक्नुपर्छ। म पनि धैर्यता नगर्ने भए त म पनि पैसा सुरुसम्म कमाउँदैन थिएँ हेर्नुहोस्। आउँथेँ उठ्थेँ सामान्य काम गर्थेँ, त्यतिखेर तारिख लिने भन्छ हजुरको। सुरु सिक्ने कामै तारिख लिने सबभन्दा सहिलो कामै त्यही हजुरको। कुनै मुद्दाको चाहिँ पक्षको तर्फबाट चाहिँ आफू उपस्थित भइदिने अदालतमा, त्यसलाई चाहिँ अब पावर अफ अटर्नी भन्छ इङ्ग्लिसमा, नेपालीमा वारेसनामा दिएर चाहिँ त्यतिखेर चाहिँ तारिख लिने चलन थियो। तारिखमा मामले राखिदिन्थ्यो। त्यो तारिख लिँदाखेरि हजुरको प्रोसिडर, त्यहाँको अदालतको प्रोसिडर चाहिँ हामीले सबै जान्ने, फेरि कहाँ गरेर कहाँ दर्ता गर्ने, के दर्ता गर्ने भन्ने कुराहरू जानिने। अब त्यहाँको कुराहरू आफूले त्यहाँ सोध्थ्यो, अब सोधेपछि त पढ्नु पर्थ्यो, पढेपछि त त्यहाँको कुरा हामीले जान्ने हेर्नुहोस्, जानिने पनि त्यहाँको कुरा। अनि त्यसले गर्दाखेरि सुरुमा हजुरको ल फर्ममा मान्छे ल पढिसकेपछि सबभन्दा सुरुमा जाने भने कि हजुरको ल फर्ममा प्र्याक्टिस गर्न जाने हो। प्र्याक्टिस गर्न जाने बित्तिकै हजुरको के भने तारिख लिने काम हुन्छ, सुरुमा तारिख लिने काम हुन्छ। अब सामान्य फाइल भयो भने होटलमा जाने बित्तिकै पहिलो काम नै भाडा मान्ने भने जस्तै हजुर लयरमा चाहिँ जाने बित्तिकै तारिख लिने फर्स्ट काम हजुर तारिख लिने। सामान्य अब झोला बोक्ने कति, अब मेरो त आफ्नै मामा हुन्थ्यो र म त सहिलो थियो हेर्नुहोस्। त कतिपय यहाँनिर साथीहरूले पनि भन्छन् झोला बोक्न पर्छ यसरी वरिष्ठको भन्ने गुनासो पनि आइरहेछ नि त। अब यो त हाम्रो हजुरलाई पनि त्यति जानकारी त छैन होला, हाम्रो यहाँनिर बारमा पनि यस्तो प्रोग्रामहरू भइरहन्छ बेला बेला। नवआगन्तुक कानुनव्यवसायहरूलाई चाहिँ कसरी चाहिँ यहाँनिर गर्ने, पेसामा टिकाउने, कसरी चाहिँ उहाँहरूलाई काम गर्नलाई प्रोत्साहन दिने भन्ने कुराहरू, कहिलेकाहीँ ट्रेनिङहरू, कहिलेकाहीँ कार्यक्रमहरू आयोजना भइरहेको हुन्छ हजुरको। हतोत्साहित नहुन् भनेर नभए त मान्छे यो हजुरको यो पढ्दा पढ्दै यो काम गर्दा गर्दै नभएर कतिपय विदेशी गएका छन् हजुरको, विदेश भएका छन्, अरू काममा पलायन भएका छन् होइन। म पनि सायद मामा नभएको भए दुबई कतातिर कता हुन्थेन हेर्नुहोस्। त्यतिखेर हामी अब गाउँको स्कुलमा पढा, नेपाली स्कुलमा पढा, त्यतिखेर इङ्ग्लिस टिचरहरू स्कुलमा, गाउँको स्कुलमा त्यति राम्रा पनि थिएनन्, इङ्ग्लिसहरू त्यति राम्रो पनि थिएन पहिली। अब हामीले जे गरियो पछि नै आएर चाहिँ हामीले यहाँनिर पढेर गरियो। अनि त्यसले गर्दा हजुरको नयाँ आउने कानुनव्यवसाय साथीहरूलाई पनि सुरुमा चाहिँ धैर्यता गर्न सक्नुपर्छ, मेरो चाहिँ यो सल्लाह छ हजुरको।